चाँदी नै अबको नयाँ सुन हो। यो भिडियोको कन्टेन्ट मात्र होइन, यो विभिन्न विज्ञहरूको रिसर्च र 2-4 वर्ष यता देखिएको चाँदीको चरम डिमान्ड र अभावको प्रतिफल हो। Silver has grabbed the spotlight as Silver surged to a record high on Friday. Prices are on fire. चाँदीको मूल्य कसरी किन बढ्दैछ भन्ने कुरा बुझ्न हामीलाई पहिला चाँदीको विगत बुझ्न जरुरी हुन्छ। चाँदी विगत हजारौं वर्षदेखि मुद्राको रूपमा प्रयोग हुँदै आएको थियो। यसको मतलब चाँदी घरमा राख्ने अथवा लगाउने चीज थिएन, यो विभिन्न कारोबारको लागि प्रयोग हुन्थ्यो। मतलब पैसा भन्नाले चाँदी र सुनलाई नै चिनिन्थ्यो। जब विश्वमा कागजको पैसा प्रयोग हुन थाल्यो, यसले चाँदी र सुनलाई रिप्लेस गर्न थाल्यो। आजभन्दा 200 वर्ष अगाडि सुन र चाँदीको रेसियो थियो 15:1, जसको मतलब 1 ग्राम सुन बराबर 15 ग्राम चाँदी थियो। तर आजको डेटमा यसको डिफरेन्स छ 80:1, मतलब 1 ग्राम सुन बराबर 80 ग्राम चाँदी। अब हामीलाई लाग्न सक्छ चाँदीको मूल्य यति कम हुनुमा कि त गोल्ड नै महँगो धातु हो, यसको मूल्य बढेको बढै छ, या त सिल्भरको माग कम छ त्यसकारणले यसको मूल्य कम भएको हो। तर यहाँ दुवै धारणा गलत छ, किनकि सुनको मूल्य बढेको होइन, यो इन्फ्लेसनको कारण हाम्रो मुद्राको पर्चेसिङ पावर घटेको हो। मतलब 100 रुपियाँले 100 वर्ष अगाडि 1 ग्राम गोल्ड किन्न सक्थ्यो भने अहिले सक्दैन। न त यहाँ सिल्भर चाँदीको नै डिमान्ड घटेको हो, किनकि जति सिल्भर माइनिङबाट आउँछ र जति सिल्भर रिसाइकल गरेर निकालिन्छ ती दुवै जोड्ने हो भने पनि सिल्भरको डिमान्ड 67% भन्दा पनि बढी छ। पछिल्लो 2-4 वर्ष यता चाँदीको डिमान्ड यति बढेको छ कि चाँदीको मागलाई सप्लाईले सन्तुष्ट गर्न निकै कठिन भइरहेको अवस्था छ। अब यहाँ प्रश्न आउँछ, पछिल्ला केही वर्षमा यस्तो के भयो जुन अघिल्ला 100 वर्षमा भएन र सिल्भरको डिमान्डले यस्तो उग्र रूप किन लियो? यसको कारण यो हो कि चाँदी सुन जस्तै बहुमूल्य वस्तु मात्र रहेन, यो एउटा इन्डस्ट्रियल धातु पनि भयो। यसको उद्योग कारखानाहरूमा यति डिमान्ड छ कि कम हुने त नामै लिइरहेको छैन। यसको पछाडिको कारण हो सिल्भरमा भएको एक्सेप्सनल इलेक्ट्रिकल एन्ड थर्मल कन्डक्टिभिटी, जसको मतलब चाँदीमा सजिलै बिजुली बग्ने र सजिलै तापमा परिवर्तन गर्ने क्षमता, जुन यो काममा अरू धातु भन्दा पनि बढी क्षमतावान छ। सो चाँदीको प्रयोगको लिमिट जुन हाम्रो दिमागले सोचेको छ त्यसमा मात्र सीमित रहेन, जस्तै चाँदीको भाँडा, चाँदीको सिक्का, चाँदीको गहना या चाँदीको मूर्ति। चाँदीको प्रयोग हामीले विभिन्न दैनिक जिन्दगीमा प्रयोग गरिरहेका हुन्छौँ जुन हामीलाई थाहा पनि छैन। हामीले प्रयोग गर्ने इलेक्ट्रिक गाडीमा पनि सिल्भरको प्रयोग हुन्छ, हाम्रो घर अफिसमा प्रयोग हुने सोलर प्यानलमा पनि चाँदीको प्रयोग हुन्छ, यस्तै विभिन्न इलेक्ट्रिकल सामानहरूमा पनि चाँदी प्रयोग हुन्छ। र जुन अहिले आर्टिफिसियल इन्टेलिजेन्सको ट्रेन्ड चलिरहेको छ यसका डाटा सेन्टरहरूमा पनि चाँदीको प्रयोग हुन्छ। मैले भनेका यी नामहरू त केही उदाहरणहरू मात्रै हुन्। यस्ता धेरै कम्पनीहरू छन् जहाँ सिल्भरको विकल्पमा अरू धातुहरू प्रयोग गर्न अलमोस्ट इम्पोसिबल छ। अब यहाँ अर्को प्रश्न आउँछ, सिल्भरको डिमान्ड यदि चरम छ भने यसको सप्लाई किन नबढाउने, यसको माइनिङ किन नगर्ने? यसको उत्तर हो सिल्भरको माइनिङ अरू मेटल कपर, आइरन, गोल्ड आदि जस्तै गर्न मिल्दैन, यसलाई एक्सट्र्याक्ट गरेर निकालिन्छ। मतलब माइनिङ अरू धातु कपर, आइरनको हुन्छ जसमा चाँदी मिसिएर आएको हुन्छ, जसबाट एक्सट्र्याक्ट गरेर निकाल्ने गरिन्छ। अर्को अल्टरनेटिभ हो अगाडि नै विभिन्न उपकरणहरूमा प्रयोग भएका चाँदीलाई निकाल्ने, जुन प्रोसेस सोचे जस्तो सजिलो छैन। सो जब यहाँ सिल्भरको डिमान्ड कन्टिन्युस छ र सप्लाईले परिपूर्ति गर्न सकिरहेको छैन भने प्राइस त बढ्ने नै भयो। यो हाम्रो देशमा मात्र भएको घटना होइन, यो विश्वभर भएको घटना हो। चाहे इन्भेस्टमेन्टको लागि होस् या त चाहे इन्डस्ट्रियल पर्पजको लागि, दुवैको डिमान्ड चरम अवस्थामा छ। यस्तै प्रकारका विभिन्न ट्रेन्डिङ टपिकहरू यसरी नै डिटेल रूपमा बुझ्न चाहनुहुन्छ भने कृपया हामीलाई लाइक अनि सब्स्क्राइब गर्नुहोस् र यस विषयबारे तपाईँको धारणा के छ कमेन्ट पनि गर्नुहोस्।